कति पाउँछन् नेपाली क्रिकेटरहरूले मासिक तलब? क्यानले खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा विभाजन गरेको छ। कुन ग्रेडमा को र कति छ तलब? सबैभन्दा माथिल्लो ग्रेड एमा कप्तान रोहित कुमार पौडेल सहित दिपेन्द्र सिंह एरी, सोमपाल कामी, सन्दीप लामिछाने र आसिफ शेख रहेका छन्। यी खेलाडीहरूले मासिक 1 लाख रुपियाँ तलब पाउँछन्। त्यस्तै ग्रेड बीमा कुशल बुर्तेल, करण केसी, गुलसन झा, ललित राजवंशी र अनिल शाह रहेका छन्, जसको मासिक तलब 75,000 रुपियाँ तोकिएको छ। ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल रहेका छन्। उनीहरूको मासिक तलब 55,000 रुपियाँ रहेको छ। ग्रेड डी यस श्रेणीमा रहेका खेलाडीहरूले मासिक 35,000 रुपियाँ प्राप्त गर्छन्, जसमा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतीश जीसी, अविनाश बोहरा र मायन यादव रहेका छन्। यसबाहेक 7 प्रदेशबाट चुनिएका 7 जना उदीयमान खेलाडीहरूलाई पनि क्यानले मासिक 25,000 रुपियाँ दिने व्यवस्था गरेको छ, जसमा कोशीका दिपेश प्रसाद कणेल, मधेसका रूपेश कुमार सिंह, बागमतीका शुभ कंसाकार, गण्डकीका अर्जुन कुमार, लुम्बिनीका सन्तोष यादव, कर्णालीका अर्जुन घरती र सुदूरपश्चिमका हेमन्त धामी रहेका छन्।